प्रदेश बठेले तान्यो भन्बर हामीलाई योजना आइरहेछ मेरा के तान्नुभयो प्रदेशबाट योजना तानिरहेछ योजना कसरी तान्नुभयो मेरा जो मधेस बसन्थे बाजु हुन् उनले उहाँ प्रदेशमा भन्यो कि प्रदेशमा तानिरहेछ मलाई यो कुरा बताउनुहोस् कि प्रदेश भनेको के हो पहिले यो कुरा बताउनुहोस् योजना तान्यो उहाँबाट हो योजना त तान्यो मैले बुझे योजना तान्यो प्रदेश के हो र कसरी योजना तानिन्छ कि योजना तान्नुको मतलब के हो योजना तान्यो उहाँको चाहिँ एउटा काका मधेसमा हुनुहुन्छ मधेसबाट चाहिँ प्रदेशबाट योजना तान्यो योजना तान्यो मात्र तर योजना छैन है तानेको मात्र हो यो कुरालाई बुझ्नु होला 2 लाख मेरा धामिकाल दिया 2 लाख भरडेकाल दिया दुईले मिलबर 2-4 लाख रुपैयाँ उन बाजुलाई दिइबर पुतान्यो अब उइमा हामीलाई लगभग 20 लाख रुपैयाँ मिल्दैन 20 लाख रुपैयाँ मिल्दैन एउटा कुरा बताउने 2 लाख एउटा भरडे काकाले दियो 2 लाख रुपैयाँ धामी काकालाई दियो 4 लाख भयो 4 लाख दिएर तपाईले प्रदेशबाट तान्नु भयो कमिसनमा तान्यो कमिसनमा अब हेर्नुस् त तपाई यति सोझो पनि फेरि तपाई इमानदार पनि लाग्नुभयो मलाई अहिलेदेखि तपाईले चाहिँ तपाईको विचार मलाई ठिलायो किन भनेपछि तपाईले चाहिँ 2 लाख रुपैयाँ खल्तीबाट तिरेर प्रदेशमा दिनुभयो भरडेकालले धामकालले हो तपाईलाई नेता बनाउने मान्छे तपाईलाई नेता बनाउने मान्छे त्यो 2 जना मान्छेले 4 लाख रुपैयाँ जम्मा गरेर प्रदेश सरकारलाई दियो मेरो बाजुलाई दियो बाजुलाई दियो बाजुल प्रदेशबाट तान्यो बाजुले पैसा खाने बाजु पैसा गयो बाजुको हातमा बाजुल तान्यो बाजुले चाहिँ तान्यो त्यसपछि प्रदेशबाट तानेको मात्र छ है योजना तानेको मात्रै छ अहिलेसम्म अब हनियो हामीले के प्लान गरिराख्यौँ भने अब हामीले एक बाटो बनाउने उहाँ खडन्जल गद्दे क्याकि चिफलो हो रहेछ भोट थोरत हामीले इलंका रुपियाँले खडन्जल गरिराख्यौँ जो हामीलाई भोट दिथ्यो उन्नारा गद्दु पड्यो भन्ने धम्का बनाएले थिए